काकी हजुर के गर्न आउनु भयो? म भैँसीलाई नुहाइदिँदैछु नानी। भैँसीलाई मैले नुहाइदिँदैछु। उता काकाले तेल लगाइदिँदै हुनुहुन्छ। धेरैजनाले यो त सम्भव छैन होला भन्नुभएको थियो। एकदम सम्भव छ। नुहाइदिन चाहिँ हामीले दिनमा एकपटक पानी मात्रै छम्किन्छौँ। एकपटक मजाले यसरी नुहाइदिने गरेका छौँ। 15 दिनमा ल उता हेर त नानी, काकाले चाहिँ मजाले तेल लगाइदिँदै हुनुहुन्छ। भैँसी त टल्केका छन् त हौ काकी। टल्किन पर्छ नानी, टल्किन पर्छ। त्यसरी मजाले तेल लगायो भने अनि माखाहरूले टोक्दैन, किराहरू भुसुनाहरू लाग्दैन। त्यही भएर 15 दिनमा चाहिँ त्यसरी तेल लगाउने गरिएछ। यसरी भैँसी पनि कति आनन्द मान्छन्। यो तेल लगाएको भैँसी त कति टल्केको हौ काका। एकदम टल्किन्छ नि तेल लगाएपछि। तेलमा मोबिल हो, मुभीले छालामा असर गर्दैन र काका? गर्दैन। हल्का लगाएपछि माखा लाग्दैनन्, मच्छर लाग्दैनन्।